हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई। आज हामी होमोजिनियस मिक्सचर र हेटेरोजिनियस मिक्सचरको बारेमा कुरा गर्नेछौँ। मिक्सचरको भिडियो चाहिँ मैले अलरेडी बनाइसकेको छु, त्यही भएर मैले यसमा चाहिँ मिक्सचरको बारेमा कुरा गर्न चाहेन। होमोजिनियस मिक्सचर भने त्यो मिक्सचर हो जसमा चाहिँ हामीले दुईटा जस्तै सोलुसन हामीले के गर्नु छ, दुईटा कुराहरू मिक्स गर्नु छ। जस्तै सुगर र वाटरको सोलुसन छ भने त्यो चाहिँ होमोजिनियस मिक्सचर भयो। किन होमोजिनियस मिक्सचर भन्यो भन्दाखेरि डेफिनेसन हेर्नुस् त, homogeneous mixture is that mixture in which mixing components are disturbed uniformly and they cannot be seen in naked eye भनेछ हो। यो सुगर सोलुसन र वाटर सोलुसनमा पनि त्यही कुरा हुन्छ। यसले भन्न खोजेको के हो भने दुईटा सोलुसन तिनीहरूलाई चाहिँ नेक्ड आईले देख्न सकिँदैन, नाङ्गो आँखाले देख्न सकिँदैन भने हो। जस्तै अब सुगर र वाटरको सोलुसन छ, वाटरमा सुगर हाल्ने हो भने त त्यो त केही बेरमा के हुन्छ त घुल्छ। त्यही भएर चाहिँ वाटरमा चाहिँ सुगर देखिँदैन, वाटर मात्रै देखिन्छ। सो हाम्रो सुगर र वाटरको सोलुसन चाहिँ होमोजिनियस मिक्सचर भयो। त्यस्तै सल्टको पनि, सल्टलाई वाटरमा हाल्दाखेरि चाहिँ त्यो पनि के हुन्छ, घुलेर जान्छ। अनि त्यसपछि मिल्क एन्ड वाटरको मिक्सचर पनि के भयो त होमोजिनियस मिक्सचर भयो। अब त्यस्तै गरी हेटेरोजिनियस मिक्सचरको कुरा गर्दाखेरि चाहिँ यसको डेफिनेसनले नै भन्छ। हेर्नुहोस् त, heterogeneous mixture is that mixture in which mixing components are not disturbed uniformly and can be seen in our naked eye भन्छ। यसको ठ्याक्कै अपोजिट भनेर बुझ्दा पनि भयो। हेटेरोजिनियस मिक्सचर चाहिँ त्यो मिक्सचर हो जस्तै अब हामीले कुनै दुईवटा चिजहरू मिसायो भने चाहिँ त्यसमा भएको चाहिँ दुईटै चिजहरू देखिन्छ। अघि होमोजिनियस मिक्सचरमा चाहिँ वाटरमा सुगर मिसायो भने वाटर मात्रै देखिँदै थियो, चिनी चाहिँ के हुन्थ्यो त्यसमा घुलेर जान्थ्यो भने अब यसमा चाहिँ के हुन्छ त, जस्तै यसको इक्जाम्पलहरुमा स्यान्ड एन्ड सुगर, राइस, कटन इन राइस, अनि त्यसपछि मडी वाटर्स, अनि त्यसपछि सोइल एन्ड स्यान्ड इटिसी आर द इक्जाम्पल अफ द हेटेरोजिनियस मिक्सचर भनेछ। यसमा चाहिँ के हुन्छ भने स्यान्ड र सुगरको सोलुसन भयो यो, अनि त्यसपछि राइस एन्ड कोट्स इन राइस भनेको छ। यिनीहरू चाहिँ के भयो त हेटेरोजिनियस मिक्सचरको चाहिँ इक्जाम्पल भयो। अनि त्यसपछि वाटर एन्ड स्यान्ड पनि लिन सक्छौँ हामीले, किनभने स्यान्ड र वाटर पनि के हुन्छ त हेटेरोजिनियस मिक्सचर हुन्छ।